चर्चित बाल गायक अशोक दर्जीमाथि सडकमै कुटपिट र दुर्व्यवहार सामाजिक सञ्जालमा भाइरल भएपछि चौतर्फी खलबली। सञ्जालभरि टङ्क बुढाथोकीको नाममा ह्यासट्याग ट्रेनिङ। घटनाको सत्यता खोज्दै फ्यानहरू छानबिन गर्न प्रहरीसँग माग। सामाजिक सञ्जाल टिकटक र फेसबुकमा चर्चित गायक तथा बाल कलाकार अशोक दर्जीमाथि सडकमै कुटपिट र दुर्व्यवहार भएको दाबी गरिएको एउटा भिडियो अहिले तीव्र रूपमा भाइरल भइरहेको छ। भिडियोमा केही व्यक्तिहरूले उनीमाथि हातपात र दुर्व्यवहार गरेको जस्तो दृश्य देखिएपछि सर्वसाधारण र उनका प्रशंसकहरू स्तब्ध बनेका छन्। भिडियो भाइरल भएसँगै सामाजिक सञ्जालमा विभिन्न खालका प्रतिक्रिया र आक्रोश व्यक्त भइरहेका छन्। धेरै जसो प्रयोगकर्ताहरूले बाल अधिकारमाथि सडकमा यस्तो व्यवहार हुनु निन्दनीय रहेको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। तर यो घटना कति बेला र कहाँको हो भन्ने बारे अझै स्पष्ट हुन सकेको छैन। घटनाको वास्तविक सत्यता के हो र भिडियोको पछाडिको तथ्य के हो भन्ने बारे अहिलेसम्म गायक दर्जी वा उहाँको टोलीका तर्फबाट कुनै आधिकारिक धारणा बाहिर आइसकेको छैन। सत्यता पुष्टि नभए पनि यो भिडियोले अहिले सामाजिक सञ्जालमा ठुलो बहस र तरङ्ग सिर्जना गरेको छ।